पेको थाहा छैन सो गाइजहरू। अब हातदेखि निकाले परेकै होला नि सायद, ठुलै होला भनेर बुझिहाल्नु पर्ने होइन। सो गर्छ होइन, पानी चाहिँ ठुलै ठुलो आजले जताकतै पानी आएको आइछ है। सो गाइजहरू देख्न सक्नुहुन्छ, हिजो हामीले मैले देखाएको थिएँ हजुरहरूलाई चौपारी, यता एउटा छ यता एउटा छ, नाम पनि लेखेको छ है। यहाँ चाहिँ देख्न सक्नुहुन्छ सो गाइजहरू, यहाँ चाहिँ बाल्लै बाल्लो आएको छ, देख्न सक्नुहुन्छ। यही कुलादेखि आएको होला सो गाइजहरू। अलिकति सो गाइजहरू बाल्लै बाल्लो छ बाटोमा है। सक्नुहुन्छ, बाल्लो चाहियो भने ल्याउन आउनुलाई हजुरहरू पनि है गाइजहरू। त्यति नै हो। सो गाइजहरू त्यही नै हो। सो गाइजहरू यो चाहिँ होइन बाटो देख्न सक्नुहुन्छ, राम्रो बनाएको छैन यतातिर बाटो मैले भनेको हजुरहरूलाई यस्तो नै देखि भनिरहेको हो। गाइजहरू देख्न सक्नुहुन्छ है। घुमा 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 है। गाडी चल्दा सेम गाडी जस्तो मानिन्छ जस्तो गाइजहरू होइन। मैले पनि बाटोमा हेरेको छैन गाइजहरू, यतैतिर हेरिरहेको छु है। यो जतातिर लक्किन्छ त्यतैतिर लक्किरहेको छु गाइजहरू। गाइजहरू यहाँ चाहिँ धान राखेको छन्, देख्न सक्नुहुन्छ हजुरहरूले है। धान राखेका छन् उता अगाडि देख्न सक्नुभयो होला, उ त्यो यता यो कुरुटुवाल धान भयो राखेको नि। त्यहाँ खल्यान छ, खल्यान बनाएको थियो अस्ति नै, बनाउँदाखेरि पनि मैले भिडियो हजुरलाई देखाएको थिएँ। त्यो पनि खल्यान बनाएको पनि भिडियो देखाएको थिएँ। अनि अहिले बनाइसकेर पनि धान राखेको पनि भिडियो देखाइदिँदैछु गाइजहरू, देख्न सक्नुहुन्छ हजुरहरूले। देख्न सक्नुहुन्छ सबै धानहरू राखिसक्यो, अब दाउन लगाएको अनि सबै देखाउँछु गाइजहरू मैले। यो दिनदिनै भइरहन्छ होला अरूहरूको, अब मैले देखेछु भने सधैँ म दिनदिनै बिहान बिहान आइरहन्छु यतातिर, सबै देखाउने छु हजुरहरूलाई। भिडियो अस्ति धान बोक्न लगाएको पनि भिडियो देखाएकै थिएँ हो कि नै गाइजहरू, सबै देखाउने छु भिडियो गाइजहरू। अन्तिमसम्म हेरिदिनु होला। लाइक कमेन्ट सब्सक्राइब सेयर गर्न चाहिँ नभुल्नु होला सो गाइजहरू। त्यति नै हो सो गाइजहरू है, त्यही नै हो। अनि तल अब पसल जानुपर्छ होइन। पसल फेरि मेरो ड्युटी त हजुरहरूलाई थाहा नै छ के हो ड्युटी भनेर है। घरिघरि भनिरहनु त पर्दैन होइन। सो गाइजहरू घरिघरि भनिरहनु त आवश्यकता छैन जस्तो लाग्छ मलाई। हजुरहरूलाई लाग्छ भने ल भनिदिन्छु, दुध ल्याउनु जाने हो है। दुध त ल्याउनु पऱ्यो बिहान बिहान त होइन, खानुपर्छ चाय बनाएर है, के गर्नु त। अनि यिनै हो। हजुरहरूमा धेरैले भन्नु होला चाय, दुधको चाय खाएपछि ग्यास्ट्रिक हुन्छ भन्नु होला, लिमिटमा खाइसक्यो हुँदैन सो गाइजहरू है। यिनै हो। चाहिँ काटी गर मैले भनेको अस्ति हजुरलाई। गाईहरू है, यता चाहिँ गोरु भैँसीहरू छन्। धुरी लाग्न लागिसक्यो गाईहरू, अघिसम्म लागेको थिएन अहिले लाग्दैछ है। देख्न सक्नुहुन्छ पुरै सेतो सेतो हुन लागिसक्यो धुरी। कस्तो छिटो धुरी आजकल त बिहान बिहान धुरी त छोड्दै छोड्दैन सो गाईहरू, किनभने आज झन् चिसोमा झन् झ्याउ हुन्छ नि त। यिनै हो गाईहरू है। भिडियो अन्तिमसम्म हेरिदिनु होला, त्यही नै हो। अनि अब नयाँ नयाँ कन्टेन्टहरू त ल्याउन सकेको छैन है त, किनभने अहिले त म बिजी छु नि त। मतलब नयाँ नयाँ कन्टेन्ट नै के ल्याउनु, मिल्ने छैन किन। त्यही हो गाइजहरू, ल कस्तो हुन्छ भिडियो हेरिदिनु होला अन्तिमसम्म, कस्तो हुन्छ भनिदिनु होला, कस्तो चाहियो कस्तो हो सबै भनिदिनु होला। यतातिर आइसकेका छन् है। अनि यतातिर रुखहरू, यतातिर परालहरू राखेका छन्। मैले